यौन रोगको उपचारको लागि मेरो क्लिनिकमा धेरैजना आउने गर्नुहुन्छ। कतिजना चाहिँ यौन रोग लागिसकेपछि उपचारको लागि आउने गर्नुहुन्छ भने कतिजना चाहिँ यौन रोग लागेको छ कि भनेर जाँचको लागि आउने गर्नुहुन्छ। धेरैजनाको उपचार क्रममा एउटा कुरा के अनुभव गरेको छु भने यो यौन रोग चाहिँ यौनाङ्गको मात्रै रोग होइन कि यसले चाहिँ मानसिक रूपमा पनि धेरै आघात पुर्याउँछ। जसलाई भएको छ नि उसलाई धेरै आघात पुर्याउँछ, धेरै चोट पुर्याउँछ। जब यौन रोग लागेको शङ्का हुन्छ नि मान्छेलाई, त्यो बेलादेखि निद्रा नलाग्ने, छटपटी हुने, डर लाग्ने, हैन, मुटु ढुकढुक हुने अथवा एकदमै मुटु हल्लेको जस्तो हुने, हातखुट्टाहरू पोल्ने, चिडचिडाहट हुने, हैन, अथवा यौनाङ्ग पोल्ने, चिलाउने, यस्तो प्रकारको लक्षणहरू जुन चाहिँ प्राय यौन रोगसँग मिल्दैन। किनभने यस्तो यौन रोगै छैन जुनमा चाहिँ हातखुट्टा पोल्ने, निद्रा नलाग्ने, हैन, अथवा डर लाग्ने यस्तो प्रकारको कुनै यौन रोग त छैन, तर लक्षण सँगसँगै आइरहेको छ। भन्नुको अर्थ के भने यौन रोग लागेपछि यसमा चाहिँ सँगसँगै मानसिक रूपमा मान्छेलाई पनि एउटा चोट पुर्याउने अवस्था आउँछ कि। अब जसलाई यौन रोग लागेको छ उसलाई त लागेकै छ, हैन, उसको दिमागमा के पनि आउँछ भने अब मेरो कारणले मेरो घरमा, हैन, श्रीमती छ भने श्रीमतीलाई सर्ने पो कि, अथवा बालबच्चालाई, हैन, माया गर्दा अथवा बालबच्चालाई समाउँदा सँगै सुत्दा सर्ने पो हो कि, हैन, अथवा फ्युचरमा म कतै बाहिर फरेन, हैन, ट्रिपको अथवा बाहिर जाने मैले योजना गरेँ भने त्यसमा चाहिँ पनि अप्ठ्यारो पर्ने पो हो कि, अथवा भरे मलाई कुनै यसले कम्प्लिकेसन्स, हैन, केही दिने पो हो कि, अथवा यो रोगको उपचार सम्भव छ कि छैन, अथवा एउटा हीनताबोध हुन्छ नि, हैन, कसरी व्यक्त गर्ने, कहाँ गएर जोचाउने, यो सबै कुराले चाहिँ मान्छेलाई एउटा मानसिक एउटा पीडाको अवस्थामा चाहिँ पुर्याएको मैले आफ्नो अनुभव एउटा देखेको छु, हैन। अनि अर्को कुरा के हुन्छ भने धेरै जुन शारीरिक सम्बन्ध हुन्छ नि जसलाई हामीले एउटा अनैतिक भनिन्छ नि, त्यस्तो प्रकारको शारीरिक सम्बन्ध चाहिँ एउटा क्याजुअल इन्टरेक्सनमा हुने रहेछ कि, सडनली के एउटा प्लान गरेर होइन कि, कहिलेकाहीँ सडनली सम्बन्ध हुन्छ नि, त्यस्तो सम्बन्धबाट जुन यौन रोग लागेको शङ्का हुन्छ नि त्यसबाट मान्छेलाई झन् एउटा पश्चातापको अवस्था पनि आउँछ कि, त्यसले झन् एउटा पीडा दिने रहेछ कि मैले नगरे भए पनि हुने, म त्यो ठाउँमा नगए पनि हुने, मैले के नै पाएर भन्ने जस्तो एउटा त्यो मान्छेलाई एउटा जुन आत्मग्लानीको अवस्था पनि यसबाट चाहिँ आउने रहेछ है। म तपाईँहरूलाई यो भिडियोबाट एउटा के सन्देश दिन चाहन्छु भने सबै प्रकारका चाहिँ यौन रोगहरूको चाहिँ उपचार छ। मानसिक रूपमा तपाईँहरू अलिकति बलियो हुन जरुरी छ, उपचार सम्भव छ। र अर्को कुरो जथाभावी शारीरिक सम्बन्ध चाहिँ राखेर हिँड्नु राम्रो पनि होइन, हैन। यदि विवाहित हुनुहुन्छ भने आफ्नो परिवारसँग मात्रै सम्बन्ध राख्दा त्यो चाहिँ राम्रो हुन्छ। अविवाहित हुनुहुन्छ भने पनि जथाभावी चाहिँ, हैन, जो पाए त्यहीसँग सम्बन्ध राख्दै नहिँड्नु होला, अथवा सम्बन्ध राख्नै परे साधनको प्रयोग गर्नु, हैन, त्यो गर्नुपर्छ। तर साधनले सबै कुरा रोक्छ भन्ने पनि छैन। जथाभावी सम्बन्ध राखेर नहिँड्नु नै यौन रोगबाट बच्ने एउटा एकदमै सबभन्दा राम्रो आधार चाहिँ त्यही नै हो।